मनहरू मन भित्रका मनहरू जीवनका लागि उत्प्रेरणा, उत्प्रेरितहरूका लागि हौसला। ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालसँग आबद्ध रही संस्थागत जिम्मेवारी वहन गरी जस्तो सुकै परिस्थितिमा पनि दृढ विश्वासका साथ ईश्वरमा भरोसा राखी अटल मनस्थिति बनाई आत्मीय पवित्रतामा आफूलाई उभ्याउँदै हरेक जनको निमित्त उत्प्रेरणाको स्रोत बनी गर्नु भएको सेवा भावको अतुलनीय योगदानको कदर गर्दै तपाईलाई सच्चाई इन्टरनेसनल डाइनामिक अवार्ड 2080 प्रदान गरिएको छ। मानिसले जे गर्दिन भन्छ अन्ततः त्यही गर्नुपर्ने स्थिति आउन सक्छ। 2072 सालमा सच्चाईमा आबद्ध भई हाल सच्चाई केन्द्र नेपालको चापाकोट 3 बैडी स्याङ्जामा शाखा सञ्चालन गरिरहनु भएको छ। शाखा प्रमुख ओमबहादुर भुजेल र उपप्रमुख सन्माया आलेले। श्रीमतीमा देखिएको स्तन क्यान्सरका कारण उपचार नपाएपछि सच्चाईमा जुट्नु भएको थियो ओमबहादुर भुजेल। त्यस्तै नसा हड्डीको रोग, शरीरमा अत्याधिक दुखाइका साथै आत्महत्यासम्मको सोच आदिले सताउँदा त्यसको निराकरणका लागि सच्चाईमा लाग्नु भएको थियो सन्माया आले। अहिले उहाँहरूका सम्पूर्ण समस्याहरू समाधान भएका छन् र अहिले उहाँहरूले खुसीको जीवन जिरहनु भएको छ। साथै यस शाखाबाट धेरै जनहरूले ईश्वरको महिमाद्वारा उद्धार पाइरहनु भएको छ। यसरी नै मानव हितमा समर्पित ईश्वरीय कर्ममा लागेर समाज र व्यक्तिमा सकारात्मक परिवर्तनको सम्भाग बनी निस्वार्थ भावले चालेका कदमहरू यस्तै दर्जनौं सम्मानका निमित्त योग्य अनि सफल रहन् भनी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल। मन भित्रका मनहरू मन भित्रका मनहरू